नमस्ते अनि जसले सबैजनालाई अनि वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला नि, अनि म पनि सन्चै छु। आज चाहिँ मैले ठ्याक्कै गुगल म्याप हेरेर आएको छु होइन, अनि त्यही अनुसार आज पनि हामी त्यहीँ जानेछौँ, लामातारको हाम्रो अहिलेको भाइरल प्लेस होइन टिकटकको। अनि हामी त्यहीँ जाँदैछु। म अहिले चाहिँ ठ्याक्कै घरबाट निस्किएर लुबुको यो गोदावरी ब्रिज भन्ने पुल आइपुगिसकेँ होइन, त्यही हो। अनि आजको मौसम चाहिँ नि रमाइलो छ, पानी पनि पर्ला जस्तो थियो अघिसम्म त, अहिले त खतरै घाम लाग्यो। के हो मौसम त, ए खाल्टो आयो सरकार हेट, त्यही हो होइन। बिस्तारै जान्छौँ आज चाहिँ, जसरी भए पनि त्यो ठाउँमा गएरै छाड्छु। यसको अगाडिको भ्लगमा पनि जान्छु भनेर गएको थिएँ, तर कहाँ पर्यो बाटो बिर्स्यो। त्यसैले आज चाहिँ नि हामी बिस्तारै जान्छौँ, हो कि होइन? बिस्तारै जाउँ है त। अब ठ्याक्क अहिले चाहिँ म ठ्याक्कै लुबुको पुल कटिसकेँ, अहिले चाहिँ म ठ्याक्कै अब लुबुतिर जाँदैछु होइन। त्यो यसको अगाडिको भ्लगमा पऱ्यो होइन, ठ्याक्कै झन्डै लामातारको त्यो अहिलेको हाम्रो त्यो भाइरल भएको प्लेस लामो पर्याङ। हामीले अस्ति यसको अगाडिको भ्लगमा भेटेन। आज मैले होइन पुरा सर्च गरेर गुगल म्याप सब हेरेर आएको छु होइन। आई होप आज चाहिँ ठ्याक्कै त्यहीँसम्म पुग्छु होला। जाउँ है त, बिस्तारै जाउँ, आज त पुगिहाल्छन् होला नि है। त्यो है, हिजो अस्तिसम्म त जोर बिजोर भन्दै थियो, अहिले त के हो, जोर पनि चल्या छ बिजोर पनि चल्या छ। के हो, लकडाउन सक्या हो कि क्या हो? यदि हो भने कमेन्ट डाउन बिल्यो है, मलाई चाहिँ थाहा भएन। म चाहिँ डराइ गइरहेको छु होइन। अहिले चाहिँ म ठ्याक्कै लुमा इन्टर भयो गाइस। अब बिस्तारै हामी यहाँबाट जान्छौँ। यसको अगाडिको भ्लगमा पनि मैले यहाँको भिडियो हालेको थिएँ होइन, यसको अगाडिको भिडियोमा पनि म ठ्याक्कै त्यहीँ जान्छु भनेर आएको, तर हामीले फाइनली हामी त्यो ठाउँमा भेटेन होइन। त्यसैले आज फेरि आएको छु, जसरी भए पनि जान्छु भनेर आज आएको छु होइन। एनी हाउ आज त्यहाँ पुगेर छाड्छु म, त्यही हो गाइज। ए के हो यो गाडी, बिस्तारै जाउँ यहाँ सरकार। अनि अहिले चाहिँ म ठ्याक्कै हाम्रो यहाँ लुबुको बस स्टपमा पुगेको छु। यही हो हाम्रो लुबुको बस स्टप गाइज। का पासापी अहिले चाहिँ म ठ्याक्कै हाम्रो सेफ रोड कटेर अगाडि आइसकेँ। हामी पनि अस्ति यहाँबाटै छिराएको थियो, तर बाटो चाहिँ यही हो रहेछ क्या, तर छिर्ने बाटो चाहिँ यही हो गाइज होइन। यहाँबाटै छिरौँ, अस्ति पनि हामी यहाँबाटै छिरायो गाइज। हामी अलिकति अगाडि गएर मिस्टेक गरेछौँ कि, हामी चाहिँ तल जानुपर्ने, हामी चाहिँ माथि गएको छ कि, त्यसैले हामी अस्ति अर्कै ठाउँमा पुगेछ होइन। आज चाहिँ मैले ठ्याक्कै गुगल म्याप सब हेरेर आएको छ होइन, त्यसैले आज चाहिँ ठ्याक्कै त्यहीँ पुग्छु होला म होइन, हो कि होइन? हो नि होइन। अनि यसरी नै माया गर्दै गर्नु सधैँभरि है, त्यही हो। अब हामी एउटा बिस्तारै जान्छौँ अनि हामी ठ्याक्कै त्यहीँ पुग्छौँ है त। ल हेलमेट लगाउँ हो, हेलमेट लगाउँ, यसो त भएन नि, के हो हैट। जाउँ है त बिस्तारै। हे के हो हैट, विदाउट हेलमेट चलाउँछ यार। हेलमेट लगाएर चलाउनु पऱ्यो भने आफ्नो सेफ भने आफैले गर्ने हो कि, आफ्नो सुरक्षा कसैले पनि गर्दैन कि। यहाँ भएको सबै बासिन्दाहरूले पानी चाहिँ यहाँ लिन आउँछ। यहाँ एउटा सानो तल धारा छ होइन, सबजनाले यहीँ तल पानी लिन आउँछ है। पानी चाहिँ चिसो छ क्या गाई, आनन्दको छ पानी चाहिँ। जाउँ है बिस्तारै। यसको अगाडिको भ्लगमा पनि हामी यही बाटो आएको हो गाइस, त्यसको अलिअलि बाटो चाहिँ कन्टा छ होइन, तर जाउँ बिस्तारै होइन।
के छ र आफ्नै त हो नि बिस्तारै जान्छौँ अस्ति हामी पनि बाटो बिर्सेर यताबाट गएको फेरि यहाँबाट फर्केर हामी सिधै गएको थियौँ हामी सिधै माथि पुगेको डाँडामा किनकि अलिकति माथि गएर हामी त्यहाँबाट यता साइड लाग्नु पर्ने रहेछ होइन हामी चाहिँ सिधै माथि चढ्दैछ कि सिधै माथि चढेको कारणले चाहिँ नि हामी अस्ति चाहिँ नि गणेशमान पार्क पुगेछौँ कि त्यही हो आज चाहिँ नि हामी गणेशमान पार्क नजाउँ होइन आज चाहिँ हामी त्यही हो अहिलेको हाम्रो भाइरल प्लेसमा जानेछौँ अनि यो भिडियो चाहिँ नि लास्टसम्म हेरिदिनुहोस् है यसरी नै माया गरिदिनु बस्नु सबैजनाले हजुरहरूको माया सपोर्टले आज यहाँ पुगेको छु यसरी नै जहिले सपोर्ट गर्दै गर्नुहोस् जाउँ न बिस्तारै के छ र जान है भाइरल प्लेसमा मान्छेहरू आइहाल्छ नि यार जाउँ बिस्तारै है अनि हाम्रो यहाँबाट चाहिँ सिधै गयो भने चाहिँ यहाँबाट एउटा सानो एउटा झरना रहेछ कि यहाँ बाइक रोक्नुपर्छ होइन त्यहाँ गयो भने एउटा सानो एउटा झरना छ अहिले चाहिँ झरना ठुलो आएको होला है त्यो तर त्यहाँ नजाउँ अनि हाम्रो आजको डेस्टिनेसनमा जाउँ होइन आज जसरी भए पनि पुग्छु भनेर आएको छु होइन अनि अब आज पुग्नुपर्छ जसरी भए पनि के हो त भएन नि यार चलाउनेले हेलमेट नलाउने नचलाउनेले हेलमेट लाउने ओहो यो हो न तरिका नेपालमा यस्तै हो होइन अस्ति पनि हामी यो बाटो आएको थियो होइन यस्तो रहेछ कि हामी यहाँबाट अब सिधै माथि नगएको पनि हामी यहाँ तलबाट छिर्नुपर्ने रहेछ कि हामी अस्ति सिधै माथि छिर्छ क्या त्यसैले हामी अस्ति माथि पुग्यो कि त्यही हो हामी चाहिँ अब सिधै माथि जाँदैनौँ आज मैले ठ्याक्क गुगल म्याप सब हेरेर आएको छ होइन त्यही हो आज चाहिँ हामी ठ्याक्कै त्यहीँ पुग्छौँ भन नमान्नुहोस् आफ्नै हो सबै त्यही हो हामी जानुपर्ने यता हो रहेछ होइन हामी चाहिँ अस्ति यताबाट गएको छ क्या त्यसरी हामी पुगेनौँ होइन यहाँबाट गयो भने ठ्याक्कै पुग्ने रहेछ क्या अब हामी यहाँबाट बिस्तारै जान्छौँ अब यहाँबाट एकछिन अगाडि गइसकेपछि ठ्याक्कै हाम्रो अहिलेको भाइरल प्लेस त्यो हो है यस्तै हो है जिन्दगी चलिरहेछ अरू त के भनौँ अब हामी यहाँबाट बिस्तारै जान्छौँ अनि हामी ठ्याक्कै त्यहाँ पुग्छौँ है त है बाटो चाहिँ मैले यही देखाएको थिएँ गुगल म्यापमा होइन जाउँ पुग्छ होला सबैजना यहाँबाट जाँदैछ है पनि जाउँ न बिस्तारै पुगिहाल्छ होइन जाउँ बिस्तारै ऐट त्यो छ हरियाली छ क्या यही त हो नेपालको चिन्ह भने होइन हरियो वन नेपालको धन रे क्या यदि हाम्रो यो वनै भवन भने नेपालको के बाँकी हुन्छ र होइन नेपाललाई चिनिने यो हरियो वन नेपालको धनले चिन्ने हो त्यसैले आफ्नो नेपालको धनलाई बचाउँ है सबैजनाले त्यही हो अब हामी एकछिनमा पुग्छौँ होला त्यहाँ है यसो अगाडिको भ्लगमा पुगेन यसपालिको भ्लगमा ठ्याक्कै हामी त्यहाँ पुग्छौँ होला है व्हाइट ऱ्याबिट रे के व्हाइट ऱ्याबिट होमस्टे रेस्टुरेन्ट पनि रहेछ है गाइज यता ल त्यो गाइज हामी चाहिँ अब ठ्याक्कै पुग्न लाग्यो होइन अब अलिकति अगाडि उठियो गाइज यहाँबाट चाहिँ ठ्याक्कै माथि चढ्नु पर्ने रहेछ अब है ल हामी पार्किङ सार्किङ गर्छौँ अब हामी यहाँबाट माथि चढ्छौँ है त गाइज ल यस्तै हो है हामी चाहिँ त्यहाँ पार्किङ गरिसक्यो बाइक होइन अब यहाँबाट माथि चढ्नु पर्ने रहेछ है ठ्याक्क माथि रहेछ डाँडामा है माथि रहेछ फाइनली आज पुग्यो है जाउँ बिस्तारै होइन के छ र आफ्नै हो माथि भ्यू गजब रहेछ यार आमामा यो हो नि त मैले खोजेको ठाउँ त होइन कति भयो खोज्दा आज फाइनल्ली भेट्यो है दामी छ माथि हेर्नुहोस् माथि रहेछ है लामो भर्याङ अब म त्यहाँ ठक्कै यो भर्याङ चढ्छु होइन है त ल बिस्तारै जाउँ है भर्याङ त तलबाट पनि रहेछ नि तल बाटो कहाँ होला यार हामी चाहिँ ठ्याक्कै बिच बाटो पनि पुगेछ यार यो चाहिँ बिच बाटो है ठ्याक्क हामी चाहिँ पुग्नु पर्ने माथि अब पास भयो कि हामी चाहिँ फाइनल्ली होइन मैले भनेको ठाउँमा पुगेको छु जाउँ बिस्तारै है फलो नि पछि आउनु क्यामेराम्यान पछि आउनुहोस् यहाँ आउन धेरै पछि प्रयास गरेको थिएँ आज फाइनल्ली आइपुगेँ खुसी लागेको छ है जाउँ है त बिस्तारै हो माथि पनि के छ मलाई थाहा छैन होइन माथि गएर हेर्छौँ के छ है के हो जाउँ बिस्तारै मेरो साउन्ड चाहिँ अलिक कम आएको होला के भिडियोमा होइन त्यसको लागि सरी तर केही छैन
फाइनल्ली म माथि आइपुगेँ। माथि पनि त्यस्तो साह्रो के रहन्छ, माथि पनि एउटा यही ढुङ्गा रहेछ होइन। अनि यहाँ यही होला देउता है, ढुङ्गामा पूजासुजा गरेको छ है, यही होला हाम्रो यहाँको मेन है। तर यहाँ माथि पनि अझै भर्याङ रहेछ नि त माथि पनि गाइज है। म अहिले माथि जान्छु अब है। यस्तै भइरहेको छ यहाँ है। त्यस रमाइलो चाहिँ ठाउँ हजुरहरू पनि आउनुहोस् है। त्यस ठाउँ चाहिँ रमाइलो छ होइन। हामी यहाँको लोकेसन चाहिँ लामाटार है। हामी यहाँको मेन मन्दिर चाहिँ यही रहेछ है। त्यस ठाउँ पनि त्यस रमाइलो छ, हजुरहरू पनि आउनुहोस् है। त्यही हो, अब हामी यहाँको 2-3टा सिनेमेटिक हेर्छौँ है। हजुरले यहाँतिरको अलिकति भनिदिनु न, के छ इन्फर्मेसन यतातिर? यो त काल भैरव हो। हजुर, अनि काल भैरव र बाघ भैरव यो चाहिँ पहिलेदेखि यस्तै थियो कि अहिले भर्खर बनायो? अहिले भर्खर बनाएको छ। हामीहरू आएपछि मात्रै ब्राइट हो। हजुर, न त डार्क थियो। हजुर, केही पनि थिएन यहाँ। यो चाहिँ हामीले पहिले ठाउँ देखाएको थिएन कि? यहाँ हामीले 6 वर्षदेखि काम गरिरहेको छौँ। हजुर, यहाँ पूजा। हजुर, हामीले यहाँ चाहिँ देउता छ नि, हजुर, देउता यो काल हो। कालको पूजा गरेपछि हजुर, मान्छेलाई के हुन्छ त कालको ज्ञान हुन्छ। हजुर, हो कि होइन? हजुर, कालको बारेमा। हजुर, यो यस्तो काल हो, यो विश्वलाई खाएमा पनि यसको पेट अँगाउनेवाला छैन। हजुर, त्यस्तो ठुलो पुरा वर्ल्डलाई खाइदिन्छ। यो पहिला थिएन, अहिले पनि भर्खर भर्खर चम्किरहेको छ कि ठाउँ चाहिँ? तपाईँले बुझ्नु भएन? पहिले यहाँ कोही पुजारी बसेको थिएन। हजुर, यहाँ दिनमा बाघ आउँछ कहिलेकाहीँ। हजुर, यस्ता कारणले डरले कोही पनि बसेन। बुझ्नुभयो? हजुर, ठुलो पशुपतिमा 1000 वर्षको पुरानो किताब हातले लेखेको छ नि संस्कृतमा, हजुर, त्यो किताब पढेको छु। त्यो किताब पढ्नेवाला त धेरै मान्छे छ, तर कसैले पनि अर्थ लगाउँदैन। हजुर, तर म त्यो किताब पढेपछि धेरै कुरा थाहा पाइसकेको छु। हजुर, त्यो किताबमा के लेखिरहेको छ थाहा छ हजुरले? छैन हजुर। सुनको अप्सरा कहाँ छ? नेपालमा। सुनको पहाड कहाँ छ? नेपालमै छ नि अब। सुनको रुख कहाँ छ? नेपालमै छ नि सबै। सुनको घैँटो कहाँ छ? नेपालमै छ। अनि हाम्रो चाहिँ संसारमा साँच्चीको भगवान छ कि छैन? हजुर, हाम्रो संसारमा भगवान भगवान छ कि छैन? भगवान त बोलिरहेछ। हजुरको मुखबाट जुन आवाज आउँछ नि, हजुर, यही साउन्ड त भगवान हो। ए थ्याङ्क यू सो मच। साउन्ड र हर्ट, हजुर, मुखबाट जुन आवाज आइरहेछ यही भगवान हो। ओ भगवान कहाँ छ? भगवान माइन्ड आफूमै छन्। माइन्ड माइन्ड के भन्छ कि राम भन त राम आउँछ, हो कि होइन? हजुर, तर राम कहाँबाट भन्ने? कुन ठाउँ? खुट्टाबाट भन्ने कि हातबाट भन्ने? राम हामीले मुखबाट भन्ने। राम त माइन्डबाट आउँछ। खुट्टाबाट राम आउँछ त? आउँदैन। हातबाट आउँछ त? आउँदैन। कानबाट आउँछ त? आउँदैन। हाम्रो दिमागबाट आउँछ। नाकबाट पनि आउँदैन। हाम्रो दिमागबाट आउने हो। बस दिमागको नाम हो राम। या दिमागको नाम हो कृष्ण। हजुर, दिमागको नाम हो शिव। हजुर, दिमागको नाम हो दुर्गा। हजुर, दिमागको नाम हो गणेश। हजुर, धेरै कुरामा भन्न सक्दैन। यति नै होला। म यति भन्दा अरू एउटा शब्द थाप्दैछु, द ब्लाइन्ड म्यान एन्ड एलिफेन्ट। या हामी चाहिँ भिडियोको अन्तिममा आएको छु। अब हजुरले लास्टमा के भन्न चाहनुहुन्छ यहाँको? लास्टमा भन्न चाहन्छु म, यो हजुरले आफ्नो जीवनमा आफ्नो माइन्डलाई हजुर पुरा वर्ल्डलाई तान्न खोजिराख्नु भएको छ। हजुर, धन्यवाद। ल A few moments later. गाइज, अनि आजको दिन चाहिँ रमाइलो भयो। अनि हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट डाउन बिलो है, कमेन्ट गर्नु चाहिँ नबिर्सिनु होला गाइज है। अनि त्यो यसरी नै सपोर्टमा गर्दै गर्नु। अनि आज चाहिँ म यति भन्दै मेरो भिडियो यहीँ सकाउँ भनेर म अन्तिममा आएको छु। अब हजुरबाट म बिदा माग्न चाहन्छु। आजको लागि यति नै भ्लग। हामी फेरि अर्को भ्लगमा फेरि नै भेट्ने छौँ होइन।
चिन्ता नगर्नु, अर्को भ्लग फेरि आउनेछ। स्टे ट्युन गाइस है, अनि बाई बाई, स्टे सेफ, स्टे एट होम, and lots of love from me guys, and keep supporting. Bye bye everyone.